भवाल तरिकाले अनि यता पुरा रोपेमा कार्यक्रम भवाल त पछाडिसम्मको है भवाल रोपे भइरहेको नमस्कार, आज मेरो गाउँले भ्लगमा हजुरलाई स्वागत छ। आज चाहिँ म यहाँबाट गइरहेको छु खेतको साथमा। यतातिर चाहिँ हाम्रो यतातिर घर छ भनेपछि यहाँबाट अलिक खेत जान लागेको छौँ। फिलहालको लागि चाहिँ मेरो साथमा त भिनाजुर अगाडि गइसक्नु भएको छ भनेपछि आज चाहिँ मैले मेरो सेल्फी स्टिकरबाट भिडियो सुट गर्दैछु। गाइज कस्तो लाग्छ अनि आजको भिडियो चाहिँ हेरेर नभुल्नु होला। टक्क लाएर भिडियो कस्तो लाग्छ अनि लाइक अनि सब्सक्राइब सेयर चाहिँ गरेर नभुल्नु होला गाइज। अहिले चाहिँ हामी यहाँबाट खेत जान लागेको। टक्क बाटो चाहिँ यस्तो छ भनेपछि मेरो सेल्फी स्टिकरको पावर हेर्नुहोस् गाइज। टक्क लाएर हामी चाहिँ यो चाहिँ रोडमा आइसकेको छौँ भनेपछि टक्क साथीहरूसँग हुन्छ। अनि यतातिर चाहिँ भिनाजु हामी घर गएको छौँ खेत टक्क लाएर। यो अहिलेको लागि फिलहालको लागि खेत भयो पुरा अब धानहरू रोपाइ हुने समय आइसकेको छ। अनि यता देख्नु त पुरै पहाड देख्नुहुन्छ नि, यो पुरै पहाड छ। अनि यतातिर पनि पुरै पहाडै पहाड छ। हाम्रो यतातिर गाउँतिर मस्त पहाडको गाउँ हो। अनि वरिपरि पुरै पहाड छ अनि बिचमा नदी हाम्रो अरङ खोला बगिरहेको छ भनेपछि गाई। यतातिर चाहिँ कात्ती खोलाको मिठो, यहाँको मिठो यता देख्नुहुन्छ गाई। यतातिर चाहिँ मस्त यस्तो राम्रो फुल फुलिरहेको छ। यतातिर टक्क लाएर गाई यतातिर यस्तो राम्रो फुल फुलिरहेको छ। यतातिर चाहिँ सर लाएर अनि यस्तो यतातिर अहिले अब खेतमा गएर खड्डा चाहिँ कस्तो होला त्यो त अब गएर अब त्यो फिल गर्नै अलगै छ। हाम्रो चाहिँ अब रोपाइ सबै चालु भइसकेको छ। अनि ऊ तलतिर चाहिँ पुरा रोपाइ चालु भइरहेको छ। ऊ त्यहाँ तल चाहिँ रोपाइ चालु भइरहेको छ। अब 2-4 दिनमा यहाँ पनि यहाँबाट मल बोक्ने छ। अनि यो छ मल अझै बोक्न बाँकी नै छ हाम्रो यहाँबाट मल। अनि हामीले यहाँबाट ऊ पारी लैजान्छ मल चाहिँ। ऊ त्यहाँ खेत छ त्यहाँ लिएर जान्छ भने मल चाहिँ हेप्न छ है त्यहाँ। फाइनली अहिले चाहिँ बिउहरू हामीले बिउ गोडेर अहिले मुठा पार्ने काम भइरहेको छ। यतातिर हामीले देखाउन चाहन्छौँ हजुरहरूलाई। अनि बबाल तरिकाले यो हो खेत। अनि यतातिर चाहिँ हाम्रो यो हो। अनि उता तलतिर चाहिँ पुरा रोपै भइरहेको छ। यतातिर मस्त लाएर त रोपै भइरहेको छ। टक्क यतातिर यहाँ हेर्नुहुन्छ हुनुहुन्छ। आजको काम चाहिँ उतातिर हामीले मोल चाहिँ यति धेरै फालिसकेको छौँ। यता हेर्नुहोस् त
पुरा मल फ्याँकेको हामीले त्यहाँबाट पारीसम्म पुरा मलहरू फ्याँकिसक्यौँ। अहिले चाहिँ आज चाहिँ हिँड्सम्म हुन्छ, त्यहाँ भोलि चाहिँ हाम्रो पुरो यो बिउहरू चाहिँ पुरै मिठो पार्ने यता हुन्छ यो बिउ हो नि, यो बिउहरू पुरा मिठो पार्ने काम भइरहेको हुन्छ। अनि आज मुठा पारेर भोलि चाहिँ हामीले पुरा रोपे गर्ने कामहरू चल्दैछ। अनि ओ तल हेर्न सक्नुहुन्छ गाई, ऊ तल चाहिँ हाम्रो तल पुरै रोपे काम भइरहेको छ, साथीले रोपे गरिरहेको छ। अनि अहिले चाहिँ म रोपेमा जाँदैछु। ल गाइस, म चाहिँ आइसकेको छु। यता साथी हो नि, के छ मेरो यस्तो सेल्फी स्टियर कस्तो लाग्यो त भन्छ? एकदम बवाल छ अरे साथीले भनेको होइन। एकदमै ल यतातिर चाहिँ अङ्कलहरू बस्नुभएको छ भने चाहिँ, अनि यतातिर चाहिँ पुरा रोपे भइरहेको छ। यता रोपे भएर पनि अहिले चाहिँ ऊ तल पुगिसक्नु भएको छ हाम्रो टिमहरू चाहिँ। अहिले यतातिर पुरा यहाँ सब काम भइसक्यो। यतातिर पुरा अब रोपे मात्रै बाँकी छ। अब पुरा बिउहरू पनि सब रेडी भएर अब फ्याँक्ने काम। अनि यतातिर हाम्रो 3जना अङ्कल के छ सन्चै हुन्छ? अङ्कलहरू यतातिर हुनुहुन्छ। के छ अङ्कल? साथीहरू केटाहरू टक्क लाग्यो। त्यो के गर्नु भएको तपाईँले अरे? यी हेर्नु गाई, यता मल छर्दै हुनुहुन्छ पुरा खेतमा पुरा मल छर्दै। अनि टक्क लाएर भ्यू चाहिँ मिठो छ नि यतातिर केटा। यता पुरै पहाड पनि देखिरहेको छ मस्त लाएर। अब हाम्रो ठाउँ त स्वर्ग ठाउँ हो। अनि हाम्रो पुरा स्वर्ग यता पछाडि हेर्नु न पुरा हिउँ, पुरा पहाडको भ्यू पनि मिठो मिठो देखियो। कसले पुरा मल छर्दै हुनुहुन्छ। यहाँ चाहिँ युरिया ल ल ल यहाँ चाहिँ अहिले आन्टीले पुरा के छर्दै हो आन्टी तपाईँले? हो र हेर्नु लगाइ भयो के भएको फेरि लाउनु त लगाइ। यतातिर हेर्नुहुन्छ आन्टीले पुरा भट्ट लाउँदै हुनुहुन्छ। यतातिर चाहिँ ओखो नि यसरी लाउँछ नि भट्ट। यी हेर्नु गाई, यतातिर चाहिँ आन्टीले भट्ट लाउँदै हुनुहुन्छ। यो चाहिँ हामी यता रोपे गरिरहनु भएको छ। टक्क लाएर हेर्न सक्छ उता पछाडिसम्म ल भवाल तरिकाले आन्टीहरू यता पुरा रोपेमा गाडेको भवाल उता पछाडिसम्मको है भवाल रोपे भइरहेको छ। यता हेर्नु अहिले चाहिँ ऊ पारीको गरा भ्याइएर अहिले ऊ माथिको गरामा लागिरहनु भएको छ। यहाँ चाहिँ टक्क म यहाँ खेतमा आएको थिएँ। अनि भिनाजुले हेर्न सक्छ भयो यतिका धेरै घाँस खसाल्नु भएको रहेछ क्या। यो घाँस होइन, यो सिरिस थियो, सिरिस हो यसलाई। अनि भिनाजु हामीले यो के को रूपमा युज गर्छौँ त यसलाई यार? तपाईँ यसरी खसाल्नु भयो, हामीले के छापोको रूपमा युज गर्ने यसलाई? यो चाहिँ हामीले गाई छापोको रूपमा युज गर्नेछौँ। अनि ट्याक्क यो हेर्नु यतातिर पुरा काट्दै हुनुहुन्छ भिनाजुले टक्क लाएर काटेर। अनि यो चाहिँ पुरा छापो यस्तो घाममा पनि भिनाजुले घमादम काम। यो हो क्या लाइन भनेको अनि भिनाजु बवाल तरिकाले। But I think it's understood nothing good could come of that.
yesterday are between us now. How many yesterdays are between us now? How many yesterdays are between us now? काटेको थिएँ टक्क लाएर यो बनाएर अहिले चाहिँ म पारी गाइस आज चाहिँ हाम्रो भ्यू गोडेर यति नै भइसकेको छ आज चाहिँ यति नै अनि भोलिलाई चाहिँ पुरै पारीसम्म गोड्ने काम छ आजलाई चाहिँ यति नै छ भनेपछि भोलि चाहिँ हाम्रो पुरै भ्यू रोपे गर्ने काम छ अनि यतातिर हुन्छ भिनाजु के छ भिनाजु यता हेरिदिनु त टक्क यता हुन्छ भिनाजु के छ यस्तो सोल्टिरको बारेमा केही भन्ने केही थाहा नछ ल उता चाहिँ दिदी हुन्छ धेरै पछि यहाँले पनि रोपे गर्दै कति वर्ष भयो दिदी तपाईँले रोपे नगरेको यता हेर्नु गाई चाहिँ दिदी आउनुभएको छ यहाँ अनि तपाईँ कति वर्ष भयो धेरै भयो क्या रोपे नगरेको यहाँले चाहिँ धेरै 5-6 वर्षपछि बल्ल रोपे गर्न आउनुभएको छ अनि कस्तो फिल भइरहेको छ त हजुरलाई ल बुवा यता अन्त ल बुवालाई भन्नु सक्नुहुन्छ ल तपाईँलाई कस्तो भइरहेछ अनि यस्तो मैले यस्तो भिडियो बनाएको छु नि तपाईँले के भन्दै हुनुहुन्थ्यो भिडियो राम्रो होइन भनेर भन्दै हुन्थ्यो यता भनिदिनु त ल एकदम राम्रो छ राम्रो बुवाले त यति राम्रो सपोर्ट गरिरहनु भएको छ गाइस मेरो लागि चाहिँ अहिले चाहिँ हाम्रो यहाँ भलिबल खेलिरहेको छ नि यता देख्नुहुन्छ केटाहरू पुरा यतातिर भलिबल बम्बाल हानिरहेको छ नि अहिले चाहिँ म चाहिँ यहाँबाट घर जान लागेको छु अनि अहिले चाहिँ म आएको छु बाटोमा गाई देखिन्छ बाटो हो अनि त्यो केटाहरू पुरा भलिबल खेलाडीहरू यतातिर हेर्नुहुन्छ बबाल केटाले अनि मस्त अहिले चाहिँ घर यता भलिबल खेलेर अहिले चाहिँ म जान लाग्यो घरतिर म चाहिँ आइसकेको छु अहिले घर आजको भ्लग यहीँ एन्ड गर्छु भिडियो कस्तो लाग्छ लाइक अनि सब्सक्राइब सेयर चाहिँ गरेर नभुल्नुहोस् थ्याङ्क्स फर वाचिङ बाई बाई